नेपालकोरिया.com हेर्नुहुने सम्पूर्ण धेरै दर्शक महानुभावहरू नमस्कार, म सरोज खड्का। बेल्जियमको ए डिभिजन क्लबसँग व्यावसायिक रूपमा फुटबल खेल्नका लागि अनुमोदित भएका नेपालका चर्चित फुटबलर विमल घरती मगर यतिखेर दक्षिण कोरियामा छन्। नेपालको अन्डर 16 राष्ट्रिय फुटबल टोलीको नेतृत्व गर्दै आगामी सेप्टेम्बर महिनामा थाइल्यान्डमा हुन गइरहेको एएफसी च्यालेन्ज कपको पूर्वाभ्यासका लागि यहाँ आएका विमल घरती मगरसँग कोरियामा लिएका तालिम तथा यहाँ खेलेका खेलका अनुभवका विषयमा केही कुराकानी गर्न गइरहेका छौँ। आउनुहोस्, उहाँलाई स्वागत छ विमलजी यहाँलाई हाम्रो हेलो नेपालकोरिया.com मा। कस्तो लाग्यो यहाँ कोरियामा खेल खेल्नुभयो, यहाँ ट्रेनिङ लिनुभयो यत्रो दिन, कस्तो अनुभव भयो? अनुभव चाहिँ भनौँ न, यहाँको प्लेयरबाट टिमबाट चाहिँ केही सिकेमा हामीले चाहिँ यसरी खेल्नु पर्दो रहेछ भनेर चाहिँ हाम्रो चाहिँ कमजोरीहरू चाहिँ यहाँबाट नै हामीले पाइयो। कसरी खेल्नु पर्दो रहेछ, हामीले यत्रो आफूभन्दा राम्रो टिमसँग कसरी खेल्नु पर्दो रहेछ भनेर चाहिँ हामीले चाहिँ यहाँलाई धेरै भनौँ न धेरै कुराहरू चाहिँ सिक्यौँ। जस्तो तपाईँ त ट्रेनिङको लागि बेल्जियम जानुभएको छ, नेदरल्यान्ड जानुभएको छ, युरोपका त्यो चर्चित होइन त्यो फुटबलको लागि चर्चित देशहरू हुन् तिनीहरू, त्यो र कोरियामा तालिम लिँदा कस्तो फरक भयो? त्यो र कोरियामा भन्नु चाहिँ अब त्यहाँ चाहिँ मलाई चाहिँ डिफ्रेन्ट अब कोचले चाहिँ त्यहाँ मलाई तालिम दिइराखेको थियो। यहाँ चाहिँ भनौँ न आफ्नै कोचले दिँदा चाहिँ त्यति चाहिँ फरक चाहिँ लागेन। यहाँको प्लेयर र युरोप प्लेयर चाहिँ मैले चाहिँ प्रायः जस्तो एउटै देखेको, जस भनौँ न एउटै प्रायः खेल्ने, एउटै इन्डिभिजुअलहरू टिमवर्कहरू चाहिँ एउटै खेल्ने। युरोपको प्लेयर र यहाँको प्लेयरमा चाहिँ केही डिफ्रेन्स जस्तो चाहिँ तपाईँ त बेल्जियमको ए डिभिजनसँग अनुमोदित भएको छ व्यावसायिक फुटबलका लागि। त्यहाँबाट कति खेल खेल्नु भएको छ? म खेल चाहिँ खेलेको छैन। जस भनौँ न अस्ति म चाहिँ 2 महिनाको लागि ट्रेनिङमा गएको थिएँ। त्यसमा चाहिँ म 3टा टुर्नामेन्ट खेलेँ। अनि 3टा टुर्नामेन्ट त्यहाँदेखि चाहिँ म त्यो टुर्नामेन्टहरू चाहिँ त्यहाँ ट्रेनिङहरू चाहिँ राम्रो गरेर मलाई चाहिँ त्यहाँ कन्ट्र्याक्ट दियो। अनि त्यहाँ कन्ट्र्याक्ट दिएपछि चाहिँ म बसेर म भोलि फर्किन्छु नेपाल फर्किने बित्तिकै भोलि फर्किन्छ म कति दिन क्लबले प्राइस कति भनेको छ के छ? त्यस्तो प्राइस चाहिँ केही मलाई चाहिँ केही थाहा भएको छैन। उहाँले चाहिँ बोल्दा चाहिँ हामीले चाहिँ घरमा मिलाउँछ के भन्नु भएको चाहिँ त्यही कन्ट्र्याक्ट मात्रै भनेर भनेको छ। प्राइस चाहिँ त्यस्तो केही भनेको छ। उहाँबाट चाहिँ खेल्न थाल्यो, व्यवसायिक रूपमा खेल्न थालिसकेपछि नेपालमा खेल्नुपर्दा कसरी समय मिलाउनुहुन्छ? नेपालमा खेल्नुपर्दा भनौँ न यिनीहरूको चाहिँ कहिले हुन्छ जस एउटा नेसनल टिमको गेम हुँदा हाम्रो अन्डर 17 टिमको चाहिँ गेम हुँदा त्यसमा चाहिँ म चाहिँ खेल्न जान पाउँछु भनेर पहिला चाहिँ त्यो एउटा पेपरै बनाएको हुन्छ। त्यसमा चाहिँ हुन्छ नेपालको लागि तर नेपालको फुटबल प्रेमीहरूले चाहिँ तपाईँहरूको पुस्तकबाट धेरै ठुलो अपेक्षा गरेको छ। कस्तो फिल हुन्छ यो तपाईँहरूबाट यति ठुलो जिम्मेवारी छ कि देशको फुटबल क्षेत्रलाई चाहिँ धेरै अगाडि बढाउँछ तपाईँहरूले, कस्तो महसुस चाहिँ अब भनौँ न हामीले चाहिँ यत्रो आशा गर्नुभएको छ त्यसैमा चाहिँ हामी खुसी लाग्छ। कसैलाई चाहिँ कतै त डर लाग्छ हामीले कुनै यो आशा तोडिहाल्यौँ भने अब दर्शकहरूले अब यो फुटबल भनौँ न एउटा फुटबलै अब माहौल यत्रो बढिरहेको छ हाम्रो आशाले फुटबलै माहौल हराउला भन्ने डर लाग्छ। जस हाम्रो चाहिँ आशा भन्दा नि हामीलाई चाहिँ धेरै खुसी लाग्छ जो दर्शकहरूले चाहिँ हामीलाई यत्रो आशा गर्नुभएको छ त्यसमा चाहिँ हामी धेरै खुसी छ। त्यसमा चाहिँ डराउनु भन्दा पनि तपाईँहरूले प्रेरणाको रूपमा अगाडि बढ्नुभयो होइन? जस्तो तपाईँले सुरुमा बुटोलको फुटबल एकाडेमीबाट फुटबल खेल्न सुरु गर्नुभयो। त्यो तपाईँ नवलपरासीमा जन्मिनु भएको मान्छे होइन, त्यहाँ नवलपरासीबाट बुटोलको एकाडेमीसम्म चाहिँ कसरी पुग्नुभयो? भनौँ न त्यहाँ चाहिँ अब म चाहिँ त्यहाँ एकाडेमी खोलेको 1 वर्षपछि चाहिँ म त्यहाँ गएको। जस एउटा प्लेयर चाहिँ पुगेको थिएन। त्यसमा चाहिँ अब हाम्रो चाहिँ बुटोलको गोर्खाबाइज एउटा क्लब छ, त्यहाँको क्लबको दाइहरूले चाहिँ मलाई त्यहाँ गएर हालिदिनु भयो। अनि म चाहिँ त्यो सिलेक्सन जस्तै भयो, त्यो म एक्लै भयो नि सिलेक्सन जस्तै भयो। जस 1 हप्ता जति चाहिँ म त्यहाँ ट्रेनिङ लिइराखेँ, त्यहाँको सिलेक्सन जस्तै त्यहीँ बसिराखेँ। त्यो 1 हप्तामा मलाई चाहिँ त्यहाँको कोचहरूले चाहिँ मन पराउनु हो। त्यसपछि म त्यहाँबाट तपाईँको खेल हेरेर त्यहाँ राखियो, एकजना कमी थियो तपाईँको खेल हेरेर राखियो। त्यो बुटोलमा खेल्न थालेपछि कति समयपछि तपाईँ राष्ट्रिय टिममा चाहिँ खेल्न थाल्नुभयो? राष्ट्रिय टिममा चाहिँ त्यहाँ खेलेपछि म चाहिँ 4 वर्षपछि राष्ट्रिय टिममा त्यहाँ 2 वर्ष ट्रेनिङ लिएँ काठमाडौँ। कति वर्षमा हुन्थ्यो बुटोलमा चाहिँ त्यहाँ अन्डर 12को थियो, बाट सुरु गर्नुभयो। त्यसको 4 वर्षपछि नेसनल टिममा पर्नुभयो। राष्ट्रिय टोलीबाट खेल्दाखेरि कस्तो अनुभव भयो? अनुभव चाहिँ भनौँ न अब धेरै सुरुमा खेल्दा चाहिँ आफूलाई डर लाग्ने जस्तो होइन, त्यत्रो क्राउडमा चाहिँ कहिल्यै खेलेको थिएन म चाहिँ। सुरुमा खेल्दा चाहिँ डरै लाग्यो, पछि चाहिँ अब भनौँ न एउटा दर्शकहरूले त्यत्रो हौसला दिएर बसिराख्नु भएको थियो। त्यसपछि चाहिँ अब आफूलाई एउटा जोस जागर हुन्छ नि, छुट्टिएको दर्शकहरू त्यत्रो हौसला दिएर त आफ्नै होम ग्राउन्डहरू चाहिँ त्यसरी पछि चाहिँ मलाई त्यस्तो के
अप्ठ्यारो त्यो पाकिस्तानसँगको नेपाल र पाकिस्तान विरुद्धको जुन खेल भइरहेको थियो त्यसमा तपाईँले गोल गर्नुभयो त्यो गोलबाट तपाईँ एकाएक चर्चित हुनुभयो नि त्यतिखेर चाहिँ कस्तो अनुभव हुँदो रहेछ त्यतिखेर चाहिँ भनौँ न एउटा अब त्यो गोलले चाहिँ गर्दा अब आफ्नो देश भनौँ न आफ्नो टिम जुन चाहिँ सेमिफाइनलमा पुग्न सफल भयो र त्यसले चाहिँ मलाई चाहिँ धेरै खुसी लाग्यो त्यसबाट चाहिँ मैले चाहिँ अझै केही गर्छु मैले केही गर्न सक्दो रहेछु भन्ने चाहिँ आफूलाई चाहिँ आँट त्यसपछि त्यो नेसनल टुर टिमबाट खेलेको कति दोस्रो खेल थियो तपाईँको पहिलो खेल त्यो चाहिँ मेरो पहिलो खेल थियो पहिलो खेलमा तपाईँले गोल खेल्छ त्यसपछि एउटा सेलिब्रिटी जस्तो भएपछि अबका दिनहरूमा आगामी दिनहरूमा चाहिँ तपाईँलाई कसरी अगाडि बढ्ने विचार छ यहाँको अब चाहिँ भनौँ न अगाडि दिनहरूमा चाहिँ अब मैले चाहिँ जस नेपालमा होइन कि बेल्जियममा ट्रेनिङ लिएको छु त्यो बेल्जियममा चाहिँ त्यहाँ मैले त्यहाँको कोचहरूसँग ट्रेनिङ लिएको केही आफूले अब फाइदा भनौँ न त्यहाँको प्लेयरहरूबाट केही सिकेर चाहिँ मैले नेपालमा गएर आफ्नो देशको जुन गेम हुन्छ नेसनल टिम अब भनौँ न हाम्रै अन्डर 17 क्वालिफायर आउनुहुनेछ त्यसमा नि हामीले चाहिँ अब के हाम्रो दर्शकहरूले आशा गरिराख्नु भएको छ त्यसमा चाहिँ हामीले चाहिँ त्यो वर्ल्ड कप पुगेर चाहिँ एउटा दर्शकहरूको आशा चाहिँ हामीले पुरा गर्छौँ जस्तो लाग्छ एकदम त्यस्तो आशा पुरा गर्नलाई चाहिँ पुरा गरेर हामीले चाहिँ यसको तयारीमा मेहनत गरिरहनु पर्छ फेसबुक कतिको चलाउनुहुन्छ फेसबुक चाहिँ म ठिकै चलाउँछु त्यति टाइम मिल्दैन त्यो पाकिस्तानसँग गोल हानेपछि तपाईँले फेसबुक खोल्दाखेरि फ्रेन्ड्स टन्नै आएको थियो अरे नि अहिले कति छन् फ्रेन्ड रिक्वेस्ट अहिले कति आउँछ आइरहेको छ अनि तपाईँलाई फलो गर्ने फिमेल फ्यानहरू कतिको छन् अहिलेसम्म कुनै विशेष छ कि छैन त्यस्तो विशेष छैन किन अब आफूले चाहिँ एउटा फुटबल प्लेयर भएपछि फुटबल क्यारियरतिर जानु पऱ्यो त्यो आफ्नो क्यारियर बनाएर चाहिँ क्यारियर बनाउने सोच्नुहुन्छ यहाँलाई अगाडि एफसी च्यालेन्ज कप हुन गइरहेको छ त्यसको लागि शुभकामना नेपालले चिलीमा हुने वर्ल्ड कपमा सहभागी हुन तपाईँहरू सफल हुनुहोस् यो एफसीमा चाहिँ कतिको आशा गर्नुभएको छ एफसीमा कतिसम्म अगाडि बढ्ने यहाँ एफसीमा चाहिँ हामीले चाहिँ अब भनौँ न 15वटा टिम छ त्यो 15वटा टिम चाहिँ हामीले चाहिँ जस कोसिस गरिरहेको छौँ हामीले तयारी गरिरहेको छौँ फ्रेन्डली म्याच पनि खेलिरहेको छौँ यो फ्रेन्डली म्याचको नतिजाले चाहिँ बताउँछ कि अब हामीले चाहिँ राम्रो भइरहेको छ अहिलेसम्म फ्रेन्डली म्याच खेल्दा चाहिँ त्यसपछि हामीले धेरै अगाडि पुग्छौँ जस्तो लाग्छ मेरो टिम चाहिँ आशावादी हुनुहुन्छ यहाँहरूले नेपाली फुटबल प्रेमीहरूको आशालाई जीवित राख्नुहोस् अहिले तपाईँलाई थाहा छ नेपालको फिफा ऱ्याङ्किङमा कति नम्बरमा छ भनेर अहिले 165 नम्बरमा छ नेपालको फिफा ऱ्याङ्किङमा नेपालको पोजिसन धेरै माथि उकास्न यहाँको टिमले यहाँहरूको पिँढीले सफल होस् यहाँ धेरै शुभकामना यहाँले हेर्नु पर्यटकमा समय दिनु त्यसलाई धेरै अन्डर 16 का क्याप्टेन विमल घरती मगरसँग यो कुराकानी सँगै अब हामीसँग फेरि अन्डर 16 राष्ट्रिय टोलीका कोच प्रशिक्षक बालगोपाल मर्जनले हामीसँग हुनुहुन्छ उहाँसँग पनि केही छोटो कुराकानी गर्न गइरहेको छ आउनुहोस् उहाँलाई स्वागत गरौँ स्वागत छ यहाँलाई हाम्रो हेलो पर्यटकको धन्यवाद कोरियामा चाहिँ यहाँले ट्रेनिङ लिनुभयो खेलाडीहरूको ट्रेनिङ दिनुभयो यो अन्डर 16 राष्ट्रिय टोलीको कस्तो पाउनुभयो यहाँ ट्रेनिङमा कोरियामा ट्रेनिङ दिँदा सर्वप्रथम त अब धेरै धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई होइन सर्वप्रथम अब हामी मेरो जुन लक्ष्य आफ्टर जुन यो एफसी अन्डर 16 क्वालिफिकेसन राउन्डसम्म भइसकेपछि हाम्रो दोस्रो चरणको जुन खेल छ फाइनल चरणको खेलहरू थाइल्यान्डमा हुँदैछ त्यसको लागि तयारीको स्वरूप हाम्रो जुन प्रतिद्वन्दीहरू जस्तै अब अहिलेको जुन हाम्रो प्रतिद्वन्दी भनेको दिव्य कोरिया अनि उज्बेकिस्तान र कुवेत तिनीहरूसँग खेल्नुपर्ने भएकोले हामी त्यो सबै त्यति टिमसँग हामी खेल्नु भन्ने हिसाबको मेरो जुन टार्गेट थियो त्यो अनुसारले हाम्रो इन्फाले पनि त्यही अनुसार साउथ कोरिया यहाँको दक्षिण कोरियालाई चाहिँ आग्रह गर्नुभयो र टिम तयारीको लागि त्यसरी हामी यहाँ आएको थियौँ त्यो अनुसार जुन सोचेको अनुसार आएको छौँ त्यो अनुसारले सबै चिजहरू सक्सेस भएको छ राम्रो भएको छ खेलाहरू पनि कन्फिडेन्स लेभल बिल्डअप भएको छ मोटिभेसन भएको छ त्यसले गर्दाखेरि जुन सोचे अनुसारको त्यो राम्रो भइरहेको छ जस्तो दक्षिण कोरियासँग हिजो गेममा नेपालको राष्ट्रिय टोलीले U16 टोलीले बराबरी खेले हजुर अबको 5-6 वर्षपछि दक्षिण कोरियाको यही टोलीहरू वर्ल्ड कप खेल्नेछन् हाम्रो टोलीहरू कहाँ हुनेछन् भनेर तपाईँले के सोच्नु भएको छ अवश्य पनि यसको लागि अब लङ टर्म प्रोग्राम प्लानिङ गर्नुपर्छ नेपालको त्यो समयसम्म अब हामीले यसैमै आइपुगेको छौँ हुन्छ होइन अब दक्षिण कोरियाको अब एसिया वर्ष सबै टिम जापानहरू उनीहरूको चाहिँ अब लङ टर्म प्रोग्राम हुन्छ चाहे 12 वर्षदेखि उनीहरूको 6 वर्ष 8 वर्षदेखि सेलेक्सन गर्दै उनीहरूको पछि जाने हाम्रो पनि अवश्य पनि हामी त्यसको लागि तयार त अवश्य नै गर्छौँ उनीहरूको पछि गएर नेसनल टिम तयारीको लागि नै हामी आउने हो होइन
ठुलो अब जसको लागि अब नेसनल टिममै अब अहिले पनि मसँग 2 जना प्लेयर नेसनल टिममा बसिरहेको छ र साथै अरू पनि धेरै थुप्रो प्लेयरहरू त्यसमा आबद्ध हुन्छ र अब विश्वकपको त्यतातिर नसोधिन हामी चाहिँ एउटा साउथ एसियन कसरी च्याम्पियन हुन्छ त्यतातिर चाहिँ हामी ध्यान दिनुपर्छ। जस्तो एफसी च्याम्पियनसिपमा चाहिँ टप 4 भनेको अन्तिम 4मा पऱ्यो भने यहाँ चिलीमा हुने वर्ल्ड कप खेल्न पाउनेछ नेपाल। त्यो सम्भावना कतिको यहाँ यो टिमबाट कतिको आशा राख्नुभएको छ? आशा त अब हामीले प्रथम चरणको जुन हामी छनौट चरणमा खेल्दाखेरि पनि नि हामीले पनि इराक र बहरान जस्तो सशक्त टिमहरूसँग पनि हामीले पराजित गर्न सक्नुभयो र ड्र गऱ्यौँ। तुर्कमेनिस्तानले 4-4 गोलले जितेर हामी ग्रुप फर्स्ट गरेर क्वालिफाई हुन सफल भयौँ। अबको जो फाइनल राउन्ड पनि त्यही क्याटेगोरीको टिमहरू छ 19 पिस हो तर हामीले त्यही इस्युमा गेम खेल्यौँ। अब अहिलेको जुन प्रिपरेसनहरू फ्रेन्डली म्याचेसहरू अलि यहाँबाट गएर हामी कतारमा खेल्न गइरहेको छौँ त्यसपछि बेल्जियममा जानेछौँ त्यो सबै यहाँ कुराहरूले जुन ट्रेनिङ भएर यो जुन तयारीले जुन हाम्रो जुन भएको छ त्यो अनुसार चाहिँ नसक्ला भन्ने छैन। हामी पनि एउटा टार्गेट चाहिँ हामी सेमिफाइनलसम्म पुग्ने हो र आगामी यो जुन 15मा हुने अन्डर 17 वर्ल्ड कपको लागि क्वालिफायर हुने चाहिँ हाम्रो लक्ष्य चाहिँ हो होइन। अब त्यसलाई भन्दैमा सजिलो चाहिँ छैन एकदम गाह्रो छ। यसैबाट 16वटा राष्ट्रमा 4वटा राष्ट्र मात्रै हामी क्वालिफायर हुने भएको है। त्यसमा चाहिँ विशेष गरिकन अलिकति अब हाम्रो ग्रुपमा पनि अलिक जुन अपोनेन्टहरू पनि टफ टिम छ जस्तो उज्बेकिस्तान डिफेन्डिङ च्याम्पियन हो त्यसपछि अर्को यो डिपिआर कोरिया भनौँ है सोसाइटी कोरियाको त्यो सबै टिम सशक्त त्यसको लागि हामी चाहिँ कसरी हुन्छ क्वालिफाई गर्नको लागि हाम्रो सबै त्यो ट्रेनिङको एटमोस्फियर ट्रेनिङको वातावरणले फ्रेन्डली म्याचेस खेल्दाखेरि कम्पिटिटिभ हुन्छ हामी कोसिस गर्छौँ त्यो भइरहेको छ। त्यो अनुसार बजेट कतिको पाउनुभएको छ? त्यो अनुसार बजेट एन्फाले सरकारले अहिले स्पेसली यो टिमलाई चाहिँ अब बजेट भन्दा पनि जस राम्रो तयारीको लागि हामीले तयारी चाहिँ भइरहेछ। एन्फाबाट चाहिँ हामीले जो फेसिलिटी दिइरहेछ त्यो तयारीको लागि यता आउनलाई सबै चिजहरू सहयोग भइरहेछ पर्याप्त छ। तपाईँ नेसनल टिमबाट फुटबल खेल्दा र अहिले फुटबल खेल्दाको अवस्था बिच कति फरक? धेरै नै फरक भएको छ। पहिलाको दिनमा जस्तो थिएन अब प्रोफेसनलिजम अहिलेको जस्तो ट्रेनिङ मेथडहरू ट्रेनिङको अरू सिस्टमेटिक ट्रेनिङ गराउने होइन। मैले आज ट्रेनिङको जुन कोर्स पनि गरेको छु एफसीमा आबद्ध भएर होइन कुआलालम्पुरमा विभिन्न देशहरूमा पनि मैले फिफाबाट एफसीको त्यो अनुसार मैले कोचिङ कोर्स पनि गरेको त्यो अनुसार मैले एप्लाई गरेर केही सिकेको चिजहरू चाहिँ एकदमै अहिले फुल राम्रो भयो जस्तो मलाई लाग्छ। जस्तो अहिले नेपाल फिफा ऱ्याङ्किङमा 165 स्थानमा छ नि, यो टिमबाट चाहिँ यो फिफा ऱ्याङ्किङ सुध्रिने आशा कतिको गर्न सक्छ हामीले? ऱ्याङ्किङमा अब तलमाथि हुन्छ त्यसमा फ्रेन्डली म्याचेसहरू पनि हुन्छ कुनै कुनै टुर्नामेन्टहरूमा पनि भइरहेछ त्यसले गर्दाखेरि चाहिँ अलिकति तलमाथि पर्ने हो। त्यसमा खास ऱ्याङ्किङमा चाहिँ अब जस्ट फ्रेन्डली म्याचेसहरू भविष्यमा यो टिमबाट कन्टिन्यू भयो भने चाहिँ राम्रो हुन्छ। त्यही भन्छ हजुर, लोकल क्रिकेटमा समय दिनु यहाँलाई धेरै धन्यवाद। हजुर यहाँलाई